नमस्कार। कानुन र न्यायसँग सम्बन्धित तपाईँ हाम्रा व्यवहारिक विषयवस्तुको सन्दर्भलाई सम्बोधन गर्ने प्रयास गर्ने गरेको छु यस्तै भिडियो सामग्रीहरू मार्फत। एउटा प्रश्न आएको छ, योभन्दा अगाडि बनेको भिडियोमा एउटा प्रश्न आएको छ। बुवा आमा बित्नुभयो, बुवा आमाका छोराहरू कोही पनि थिएनन्, छोरी म एक्लै छु, विवाहित छु। बुवा आमा बितिसकेपछि अब हाम्रो धार्मिक संस्कार परम्परा अनुसार काकाहरूले औपचारिक त्यो पिण्ड दिने लगायतका कामहरू चाहिँ काकाहरूले काजक्रिया गर्नुभयो। म पनि छोरीका हिसाबले माइतमै गएर बुवा आमा हुनुभएकै घरमा अगाडि नै गइसकेको थिएँ। बुवा आमा बित्नुभन्दा अगाडि नै प्रत्येक बुवा बित्दा पनि आमा बित्दा पनि अनि त्यहीँ नै छोपो हालेर बसेँ। 13 दिनसम्म क्रिया गरियो। काकाहरूले बुवा आमाको क्रिया गर्नुभयो। अहिले अब बुवा आमाको नाममा सम्पत्ति छ, त्यो सम्पत्ति नामसारी गर्नुपर्ने मैले भनेर प्रयास गरेँ। मैले सुने जाने अनुसार बुवा आमा बित्नु भएपछि छोरा छैनन् भने विवाहित छोरीले पनि नामसारी गर्न पाउँछ अरे भन्ने सुनेको। तर काकाहरूले बारम्बार अवरोध गरिरहनु भएको छ। मैले क्रिया गरेको हुँ, मलाई पनि चाहिन्छ, म नामसारी गर्छु। तँ विवाह भएर गइसकेकी छोरी भतिजी हेरौँ त यहाँ मेरो छेउमा भएको मेरो दाईको नामको मेरो भाउजूको नामको सम्पत्ति कसरी नामसारी गरिदिरहेछस्, सिफारिस कसरी दिँदो रहेछ वडा कार्यालयले हेरौँ त भन्ने लगायतका कुराहरू आइरहेका छन्। र वडा कार्यालयमा सिफारिस लिन जाँदाखेरि पनि त्यस्तै प्रकारका प्रभावित भएको हो। सायद म विवाह भएर बाहिर छु अहिले, त्यही भएर काकाहरूको उसमा प्रभावित भएको पनि हुनसक्छ। वडा कार्यालय मलाई सिफारिस पनि दिइरहेको छैन, कसो गरौँ भनेर भन्नुभएको छ। अब यही प्रश्नको पेरिफेरीमा यो अपुतालीसँग सम्बन्धित विषयवस्तु हो। हामीले भन्ने गरेको अपुताली चाहिँ अहिले पनि जनमानसमा कस्तो छ भने छोराछोरी कोही नभएको व्यक्ति मर्यो भने अपुताली परेको भन्छौँ हामी, तर कानुनको भाषामा चाहिँ त्यसो होइन। अपुताली भनेको के हो भने एउटा व्यक्तिको मृत्यु भयो, उसको मृत्यु भइसकेपछि उसका नाममा भएका चल अचल ऋण धन लगायतका ती सम्पत्तिसँग सरकार राख्ने चिजवस्तुहरू जीवित उसैको अरू व्यक्तिहरूमा सार्ने प्रक्रियालाई अपुताली भनिन्छ कानुनको भाषामा चाहिँ। त्यसैले गर्दा बुवा आमा बित्नुभयो, अब छोराहरू छैनन्, छोरीको नाममा सम्पत्ति सार्ने अथवा काकाले बितेको भाइ देवरको नाममा सम्पत्ति सर्ने जेसुकै होस्, यो सम्पत्ति सर्ने प्रक्रियालाई चाहिँ अपुताली भनिन्छ। यो सम्बन्धमा पहिलो कुरा, यो प्रश्नमा उठाइएको प्रश्न बमोजिमकै मात्रै अवस्था हो भने चाहिँ बुवा आमा बित्नु भएपछि कोही छोरा नहुने र एक्लै छोरी हुनुहुन्छ भने छोरीकै नाममा अपुताली सर्छ। नामसारी गर्न पाउने पहिलो अधिकार छोरीकै हुन्छ। काकाहरूले काजक्रिया गर्नुभयो भन्दैमा काकाहरूले अब काजक्रिया मैले गरेँ दाईको भाउजूको, त्यसले गर्दाखेरि अब मेरो नाममा नामसारी हुनुपर्छ, म भाइको नाताले भतिजाका नाताले भनेर काकाहरूले अवरोध गर्न सक्ने अवस्था हुँदैन। यसमा एउटा महत्त्वपूर्ण कुरा के पनि हुन्छ भने अपुतालीको विषय कस्तो हो भने ठ्याक्कै छोराछोरी हुने व्यक्तिको पनि अपुताली तेस्रो व्यक्तिले पनि पाउन सक्ने अवस्था हुन्छ। अपुताली चाहिँ अन्य आफूबाट अंश अथवा आफूबाट सम्पत्ति प्राप्त गर्ने छोराछोरी पति जो छन् उनीहरूलाई सम्पत्ति दिइसकेर आफ्नो सम्पत्ति चाहिँ राखेको र त्यो बेलामा चाहिँ रेखदेख बुढेसकालको रेखदेख स्याहार सुसार प्रबन्ध लगायतको विषयवस्तुहरू चाहिँ आफ्ना छोराछोरी पत्नीले नगरेर पतिले नगरेर तेस्रो व्यक्तिले गरेको रहेछ भने चाहिँ अपुताली तेस्रो व्यक्तिलाई दिनुपर्छ भन्ने कानुन छ। अब यो सम्बन्धमा प्रश्नमा बुवा आमाको सम्पूर्ण रेखदेख प्रबन्ध पनि मैले नै गरेको थिएँ, बिमारी हुँदा उपचार लगायतको कुराहरू मैले नै गरेको थिएँ भन्ने कुरा चाहिँ फुलाइएको छैन। यदि विवाहित छोरीले केही पनि नगरेर, सायद छोरी विदेशमा हुनुहुन्थ्यो होला, त्यस्तो अवस्था हो र यता भाइले काकाले नै सम्पूर्ण कामहरू गर्नुभएको हो, एउटा वृद्धावस्थाको लामो अवधिसम्म चाहिँ आफ्नो दाजुलाई भाउजूलाई आफूसँग राखेर चाहिँ सेवा सुश्रूषा गर्नुभएको हो, त्यो कुरा तथ्यले प्रमाणित हुन्छ भने चाहिँ फेरि भाइको नाममा अपुताली सर्न सक्ने अवस्था पनि हुन्छ। तर यहाँनिर चाहिँ के भने त्यो अवस्था भन्दा पनि मुख्य रूपमा नातामै ठ्याक्कै छोरी जीवित रहनु भएको कारणले गर्दा छोरीकै नाममा अपुताली हुने अवस्था अलि बढी प्रखर देखिन्छ। अब नामसारीको सन्दर्भ वडा कार्यालय काकाहरूको प्रभावमा आएर सिफारिस दिएन भन्ने सन्दर्भ छ। यो नामसारीका लागि चाहिँ अपुतालीका लागि चाहिँ के भने जहाँ सम्पत्ति छ त्यहाँको वडा कार्यालयबाट गराए पनि हुन्छ र वडा त्यो अपुतालीको सम्बन्धमा नामसारीको सन्दर्भ चाहिँ के मात्रै हो भने जग्गाको अवस्थिति त लाल पूर्जाबाट प्रमाणित भइहाल्छ। नामसारी गर्ने नातागोताभित्रका व्यक्ति हुन् होइनन्, नामसारी हुनुपर्ने हो होइन भन्ने सन्दर्भमा मात्रै नामसारी गर्नुपर्ने सिफारिस गर्नुपर्ने वडा कार्यालयले सिफारिस गर्नुपर्ने अवस्था हुँदा यदि विवाहित छोरीले नामसारीको सिफारिस लिनुपर्ने अवस्था भयो भने आफू जहाँ हुनुहुन्छ विवाहित अवस्थामा त्यहीँको गाविसको त्यहीँको वडा कार्यालयबाट आफ्ना प्रमाणहरू राखेर बुवा आमाको
एकलौटी छोरी भएकी भन्ने कुराहरूको प्रमाण राखेर त्यो अनुसारको सिफारिस तपाईँले त्यहीँबाट पनि गराउन सक्नुहुन्छ। यो विषयमा यति।